हजुरलाई हजुरको मन कहिले बेचैन, अस्थिर, एकदम डिप्रेसमा परेको अनुभव भएको छ? कहिलेकाहीँ के गर्ने मन लाग्दैन, बारम्बार नेगेटिभ थट्सहरू आउँछ, नेगेटिभ सोचहरू आउँछ। के हजुरले कहिले विचार गर्नुभएको छ कि यो सबै कारण चाहिँ हाम्रो खानपानसँग सम्बन्धित हुन सक्छ? हामी यस विषयलाई दुवै शास्त्रीय र हाम्रो मोडर्न साइन्सले के भन्छ त भन्ने विषयमा चर्चा गर्नेछौँ। सुरु गरौँ। जय श्रीमन्नारायण। आहार शुद्धौ सत्त्वशुद्धि, सत्त्वशुद्धौ ध्रुवा स्मृति। जब आहार शुद्ध हुन्छ, त्यस आहार शुद्ध भए पश्चात हाम्रो मन पनि शुद्ध हुन्छ, हाम्रो चेतना, हाम्रो विचार पनि त्यसले सबैलाई शुद्ध पारिदिन्छ। जब मन शुद्ध हुन्छ, मन शुद्ध भए पछाडि राम्रो निर्णय, राम्रो व्यवहार र जीवनमा स्थिरता आउँदछ। मांसाहारको विषय आयो होइन, जुन मासु हुन्छ, जुन मांसाहार हुन्छ, त्योमा त अब हिंसा नै लुकेको छ। र यसमा श्री भगवत गीतामा, एकछिन रोक्नुहोस्, नआत्तिनुहोस् है, हामी मोडर्न साइन्सलाई पनि जोड्नेछौँ बिचमा। पहिला हाम्रो शास्त्रीय हिसाबले हेरौँ, त्यसपछि बिचमा हामीले मोडर्न साइन्सले पनि के भन्छ यस विषयमा भन्ने कुरा पनि चर्चा गर्छौँ। र भगवत गीता अनुसार चाहिँ के हो त भन्दा, भूतहिंसात् रजोगुणो वर्धते। यो मांसाहारले चाहिँ रजोगुणको उत्पन्न गर्छ। रजोगुण भन्नाले हजुरमा काम, क्रोध, बैचनी, एकदम अस्थिरता हुन्छ नि, आलस्य, यी कुराहरू चाहिँ उत्पन्न गर्दछ। आयुर्वेदमा त यस्तोसँग भनेको छ कि मांसाहार तमोगुणो करणम, अर्थात् मांसाहारले तमोगुणको उत्पन्न गराउँछ। आलस्य, अहंकार होइन, एकदम अन्धकारले छाइदिन्छ भनेर भनेको छ आयुर्वेद अनुसार। त अब कुरा गरौँ मोडर्न साइन्स अनुसार, अकर्डिङ टु द रिसर्चहरूले चाहिँ के भनेको छ त यस विषयमा। हार्वर्ड मेडिकल स्कुलको रिसर्च अनुसार यो मिटले चाहिँ के गर्छ भन्दा, मांसाहारले के गर्छ भन्दा हाम्रो शरीरमा एड्रेनालाइन र कोर्टिसोल स्ट्रेस हर्मोन्सहरू चाहिँ रिलिज गर्छ। सेम वे जुन हाम्रो शास्त्रमा भनेको थियो तमोगुण र रजोगुण बढाउँछ, आलस्य, क्रोध, अहंकार इत्यादि बनाउँछ, अस्थिरता, इनस्टेबिलिटी बढाउँछ, हो त्यही नै यो हार्वर्ड मेडिकल स्कुलको रिसर्चमा पनि त्यही कुरा बताइएको थियो। इभन WHO को अनुसार ग्रुप 1 कार्सिनोजिन पनि यसमा उपलब्ध हुन्छ, अर्थात् जुन मिट कन्जम्सनले चाहिँ हजुरको शरीरमा टक्सिसिटी इन्क्रिज गर्छ र हजुरलाई क्यान्सरसम्म हुन यसले मद्दत गर्छ मांसाहारले चाहिँ। सारै 2023मा गरेको रिसर्च, स्ट्यानफोर्ड युनिभर्सिटीमा गरेको रिसर्च अनुसार जो व्यक्ति शाकाहारी हुन्छ उनीहरूको र अर्को जसले मांसाहार गर्छ उनीहरूको कम्पेरिजन गर्दाखेरि जसले चाहिँ शाकाहारी हुनुहुन्छ उहाँको चाहिँ 50% कम चान्सेस हुन्छ मुटु रोग हुने, वेरेज जो मांसाहार हुनुहुन्छ उहाँको चाहिँ 50% बढी के हुन्छ त भन्दा हार्ट डिजिज हुने रिस्क धेरै हुन्छ।